मान्यज्यू भदौ 23 र 24 गतेको घटनालाई लिएर केपी ओली र रमेश लेखक नैतिक रूपमा जिम्मेवार हुन् भनेर जुन कार्कीय आयोगले सिफारिस गर्यो त्यही आधारमा उनीहरू पक्राउ परेका छन्। तर उनी सम्बद्ध पार्टीहरू यो प्रतिशोध भयो भन्छन्। तपाईँ के भन्नुहुन्छ? यो के हो यो खास? होइन जिम्मेवारी त लिनै पर्यो के सरकारमा भइसकेपछि सरकारमा भएर सरकार प्रमुख भइसकेपछि जिम्मेवारी लिनु पर्यो नि। जस्तो मानौ मेरो कुनै एउटा संस्था छ होइन, मेरो संस्थामा कोही मान्छेले बदमासी गरिदियो, बदमासी गरेर अब नराम्रो काम गर्यो भने एउटा संस्थाको प्रमुखको हैसियतले मैले जिम्मेवारी त लिनु पर्यो नि। अनि राम्रो कामको चाहिँ जिम्मेवारी लिने अनि आफूले गरे आफूले शासन गर्दाखेरि कुनै गल्ती भयो भने गल्ती भएछ जिम्मेवारी त मेरै हो भन्नलाई किन गाह्रो भएको के? त्यो कुरा चाहिँ सोच्नुपर्ने कुरा हो। प्रतिपक्षी दलले त शुभकामना दिने भन्दा पनि यो सरकार नै विदेशीले बनाइदिएको हो, बारबारा फाउन्डेसनले बनाइदिएको हो भन्ने गम्भीर आरोप लगायो नि। त्यो त अब प्रमाण सहित आउनु पर्यो नि। हावामा कुरा गरेर भएन नि। हावामा कुरा गर्ने मान्छेहरू धेरै छन् होइन। अब सरकार चाहिँ बनाउने चाहिँ जनताले हो क्या, बारवटा फाउन्डेसनले होइन। सरकार चाहिँ जनताले बनाउने हो। कसरी भन्दाखेरि जनताले योग्य सक्षम उम्मेदवारहरूलाई जिताएर चाहिँ पठाएर संसदमा पठाएर अनि सरकार बन्ने कुरा हो। बारवटा फाउन्डेसनले आएर यहाँ चाहिँ सरकार बनाइदिने होइन। यो भदौ होइन नेपालमा धेरै मान्छेले हावा कुरा